ल साथीहरू, फाइनली अहिले म चाहिँ यो आँपको बगैँचामा छु। यहाँ करिब करिब 100 जातका आँपहरू पाइन्छ। अहिले यो असार साउनको समय आँपको समय हो। अब यो बम्बई आँपको चाहिँ सिजन करिब करिब अब सकिनै सक्यो भन्दा पनि हुन्छ। अब 5% कतै कसैकोमा छ भनेदेखि त्यो बेग्लै कुरा हो, नभए बम्बई आँप चाहिँ पूर्ण रूपमा सकिनै सकेको छ। यो गर्मी धेरै बढेर हो कि किन हो, आँपको चाहिँ नि समयभन्दा अगाडि नै आँप पाक्न लाग्यो। यो मालदा आँप चाहिँ तपाईँको असारको 15बाट पाक्न सुरु गर्नुपर्ने थियो, तर गर्मी अत्याधिक भएको कारणले गर्दाखेरि समयभन्दा अगाडि नै आँप पाक्दैछ। अब अहिले चाहिँ यो मालदा आँप त करिब करिब 80% जति सब बजारमा गइसकेको छ। अब दशहरी आँप पनि त्यसै गरी पाक्न लागिसकेको छ। ल हेर्नुहोस्, अब पोहोर सालको तुलनामा यसपालि आँपको उत्पादन चाहिँ अलिक कमै छ। यो हाम्रो आँपको बगैँचा हेर्न सक्नुहुन्छ। यहाँ बिरुवाहरू पनि पाइन्छ। उन्नत जातका आँप, लिची, कटहरका बिरुवाहरू पाइन्छ। हेर्नुहोस्, अहिले आँपको मालदा आँपको मध्य सिजन चलेको छ। अब यहाँ त करिब करिब एक हप्तामा त यो मालदा आँप पनि करिब करिब सकिने नै छ। अनि अब कलकत्ते आँप सुरु हुन्छ फेरि। यो हाम्रो बगैँचामा 6000 भन्दा बढी आँपका बोटहरू छन्। अब यो आँखाले पनि सबैतिर भ्याउनु त सकिँदैन यहाँबाट, तर जति यो क्यामेराले कैद गर्छ त्यति मैले देखाउने कोसिस गरेको छु। ल हेर्नु होला, र आँप चाहियो भने सम्पर्क गर्नु होला। अहिले यहाँ आँपको रेट बोटमा आउनुभयो भनेदेखि आँप हेरी हेरी 30 रुपियाँ, 40 रुपियाँ, कुनै कुनै आँप 50 रुपियाँ किलो पनि पाइन्छ। पोहोर आँप 10 रुपियाँ किलोबाट सुरु थियो। 10 रुपियाँ किलोदेखि 40 रुपियाँ किलो थियो भने यसपालि चाहिँ 30 रुपियाँबाट सुरु भएको छ। 30 रुपियाँ, 40 रुपियाँ। मालदा आँप अहिले बोटमा 40 रुपियाँ किलो बिकिरहेको छ। हेर्नुहोस्, ल चाहियो भने सम्पर्क गर्नु होला। मेरो नम्बर बायोमा छ, हेर्नु होला। हेर्नुहोस्, फेरि कोही न कोही आइहाल्छ।